न त यो भाइ छुटिसक्नु भयो अरे होइन, तर अहिले चाहिँ के भनिरहेछन् सोसियल मिडिया नि, बोल्न पाउनुपर्छ, बोल्न पाउने अधिकार चाहिँ हजुरहरूले चाहिँ हनन गर्न पाउँदैन भनेर भन्छ नि। बोल्न त हामीले नि बोलेको हौँ कि होइन, सबैले बोल्छन् अहिले सोसियल मिडियामा, नबोल्ने कमै हुन्छन् होला, प्रायः जस्तो धेरैले सोसियल मिडियामा बोलेका हुन्छन् होइन। तर बोल्दाखेरि अपमान गरेर त्यो समाजमा सुन्नै नसकिने शब्द चाहिँ बोल्न नपाइने हो कि। यदि जे पनि बोल्न पाइन्छ भन्यो भने त समाज कहाँ जान्छ होला, त्यो सोच्नुपर्ने होला नि त होइन। तपाईँहरू त केटा मान्छे सुन्न सक्नुहुन्छ होला, पचाउन सक्नुहुन्छ होला, हजुरआमा जस्तो मान्छे, हजुरबा जस्तो मान्छे, केटी मान्छे अनि केटी मान्छेहरूले कसरी सुन्छन्, अनि कुन चाहिँ शब्द बोल्ने, अनि कसरी त समाजलाई शुद्धिकरण गर्ने त। त्यसो भए जे पनि बोल्न पाउने, ल ठिक छ, जे पनि भन्न पाउने भयो भने त समाज कहाँ जान्छ होला त। लगाम त लगाउनु पर्ने होला नि काहीँ न काहीँ गएर। कसले भन्यो तपाईँहरूलाई बोल्नु हुँदैन, तपाईँहरूको के अरे हनन भयो, तपाईँहरूको आवाज खोस्यो, कसले भन्यो? बोल्न पाइन्छ, सबैले बोलेका छन्, तर कस्तो शब्द बोल्नुपर्छ भन्ने कुराको चाहिँ ज्ञान हुनु पर्यो। यदि अपशब्द बोल्छ, बाउआमालाई गाली गर्छ, समाजमा सुन्नै नसकिने शब्द बोल्छ भने त सजायको भागीदार त हुनुपर्छ हेर्नु। कसैले पनि बोल्न रोकेको छैन, सबैजना